आज हिमा खोलाको यो बेली ब्रिज भत्किएको स्थानको दृश्य भिडियो देखाइरहेको छु। धेरैजनाले सोध्नुहुन्छ कि अब यहाँ पुल कहिले बन्छ के हुन्छ भनेर धेरैले सोधिरहनु भएको छ। मैले हुन त यस विषयमा अस्ति समाचार पनि प्रकाशन गरिसकेकै छु। यो यसरी भाँचिएको बेली ब्रिज चाहिँ खोलामा केही पार्टहरू यसरी झरेको छ। म भारपापट्टिबाट खिचिरहेको छु। यतापट्टिको पार्ट चाहिँ धेरै नै भाँचिएको कच्याकुचुके जस्तो देख्न सकिन्छ। यो तल किनभने यो एक हिसाबले एउटा लेभलमा थियो, यसरी भाँचिएको छ। खोलामा केही भाग पसेको छ, त्यहाँ माथिबाट पानी बगिरहेको छ। यो माथि धेरै हाइटमा थियो, यहाँहरूले देख्नुभएकै थियो। अब यो चाहिँ क्रेनको सहायताले यसको खोल्ने काम धमाधम चलिरहेको यहाँहरूले देख्न सक्नुहुन्छ। सडक विभागको साथीहरू र चाहिँ यो निर्माण कम्पनीको मान्छेहरू पनि यहाँ आफ्नो काम गरिरहनु भएकै छ। अब हेवामा बाढी त एकदमै मजाले आइसकेको छ। आज असार 12 गते भयो। डाइभर्सनमा तपाईँहरूले देख्न सक्नुहुन्छ यसरी भरिएको छ हैन। अब पानीको मात्रा केही त ठिक छ, त्यस पछाडि चाहिँ कठिन पर्छ। त्यही पनि सवारीको साधनहरू सहजै पास भइरहेका छन्। अहिलेसम्म डाइभर्सनलाई कुनै ठुलो क्षति गरेको छैन। अस्तिको दिन 2 दिन अगाडि चाहिँ केही समस्या थियो, बाढी चाहिँ छ हैन। अब लेकमा माथिल्लो बेल्टमा चाहिँ पानी परिरहेकै स्थिति छ। अब यसलाई बेली ब्रिजलाई खोल्नको लागि यसरी यहाँ यो पहुँच मार्ग निर्माणका लागि काम पनि भइरहेको छ हैन। यसरी अब तलबाट पनि यो क्रेनले काम गर्नुपर्ने भएको हिसाबले हुनसक्छ। यहाँ यसरी ट्र्याक्टरको सहायताले माटो थुपार्ने काम पनि चलिरहेको छ। माथि फुस्काउने काम पनि गरिरहेकै छ। अब हामीले सुनेर बुझेअनुसार चाहिँ यो जब चाहिँ यो फुस्काउने काम सम्पन्न हुन्छ, त्यसरी यो बिग्रेको पार्टहरू जुन छ, यो पार्टहरूलाई चाहिँ अर्को यसको ठाउँमा अर्को रिप्लेस गर्नको लागि चाहिँ अर्डर दिइन्छ। अर्डर दिइसके पछाडि चाहिँ यो जोड्ने काम फेरि पुनः सुरु हुन्छ। म भारपापट्टि छु। भारपापट्टि स्ट्रक्चरको काम यसरी पहिले सम्पन्न भइसकेकै थियो। बेली ब्रिज यता पहिला पनि यहाँ टेकाइसकिएकै थियो। यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ केही पार्टहरू ल्याएर राखिसकेको स्थिति छ। पहुँच मार्ग पनि बनिसकेको छ हैन। यो पुरानै मेची आयो है। यसलाई यहाँ टर्निङ पुग्ने गरी केही खोलिएको छ। नालीको लागि पनि चाहिँ संरचना बनाउने काम चाहिँ सकिएको छ, नाली बनेको छैन। अब यो धमाधम खोल्ने काम चाहिँ चलिरहेको छ। करिब अब यो 1 हप्तामा चाहिँ यो काम सम्पन्न भयो।